ल है बुटोलमा दिउँसोको 1:30 बजे पनि यस्तो अँध्यारो भएछ। दिउँसोको 1:30 बजे दिउँसै अँध्यारो भएछ। बत्ती बालेर हिँड्नुपर्ने अवस्था भएको छ। हेर्नुहोस् हाम्रोतिर यस्तो छ, तपाईँहरूकोतिर कस्तो छ? यस्तो छ अवस्था। हुरी बतास लागेर एकदमै अवस्था क्रिटिकलै छ। अब अस्ति यहाँ सफा गरेको नाली यस्तो भएको थियो, माथि ल्याएर राखिदिएको, तर आज अब फेरि त्यस्तै गराउने होला यो हुरी बतासले। हाम्रो चाहिँ यस्तो भइरहेछ हाम्रो घरतिर। हेर्नु समस्या एकदम क्रिटिकल होला जस्तो छ। सबैजना सचेत भएर आफ्नो ठाउँमा आफ्नो घरमा बस्नु होला। हाम्रोतिर त यस्तो छ, तपाईँहरूकोतिर कस्तो छ के छ? जहाँसम्म आजदेखि पर्सिसम्म चाहिँ मौसमले भनेअनुसार जताततै नै ठुलो हुरी बतास आउँछ, सचेत हुनु होला भनेर जानकारी दिइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो ठाउँबाट सचेत हुनु होला। यस्तो हावाहुरी आएको छ। हाम्रो त घरको अगाडि नै यति ठुल्ठुलो रुखहरू छ, सालकोबुटहरू छ। डर छ कि हामीलाई कतिखेर घरमा आउने हो कि भन्ने डर पनि हुन्छ। बाटो हिँड्दाखेरि मान्छेहरू लाग्छ कि भन्ने डर पनि हुन्छ। तर तपाईँ पनि सचेत हुनु होला, हामी पनि सचेत भएर बस्नेछौँ। अवस्था यस्तो छ।